नमस्कार साथीहरु, आज म 2082 साल 11 महिना 18 गतेका दिन होम स्वीट होम बिहान 6:30 बजेतिर आइसकेको छु भोट हाल्नका लागि। भोट फर चेन्ज। ह्याप्पी होली। आज होली पनि छ। म ट्याक्क कपडाहरू सुकाउन ल्याएको। अब एकछिनमा नुहाइधुवाइ गर्छु हैन। अब मैले हजुरहरुलाई हाम्रो घरको गोठ यताउता सबै देखाउनेवाला छु। हाम्रो घरको के भन्ने यो दैलोबाट ट्याक्क अगाडि फुल मम्मीले रोप्नु भएको। हेर्नु हरियाली। भागे पाटपाटीहरू। हाम्रो यो पवित्र हो यो के अरे यो स्कुटीको नाम हेर्न सक्नुहुन्छ है तपाईहरुले। यो डे 1 ब्लग हो। यसरी नै इलेक्सन सम्मको हामीले अपडेट हजुरहरुलाई दिइराखेको हुन्छौँ। यो हाम्रो घर भान्जी दिदी सन्चै हुनुहुन्छ? यो हाम्रो भैँस हो आइ गरिसक्यो सबै नै। हाम्रो लिटिल स्यानडन। हेलो। यसलाई पनि घन्टी बनाइदिने यो बुवाले मोल फर्काउँदै हुनुहुन्न रहेछ। हाम्रो पनि फर्काउनु पर्ने बेला भएको रहेछ। हेर्नु सानो छिटके हेर्नु यति राम्रो छ हाम्रो सानै पुन्टे। यो भगवान हो। ब्लग 2 मा हामीले बनाइन्छ है त। यो हाम्रो करेछ बारी खेती भन्छ नि, यस्तो बवाल छ। फुल पनि यति राम्रो है। डे 1 इलेक्सन ब्लग हेर्नु। हाम्रो मम्मीले पुरै फुल लगाएको है। मम्मी मालीलाई अहिले एकछिनमा इन्टरभ्यू लिन हामी गइन्छ। यो के अरे यो सुन्तलाको बुटो, त्यो कागतीको, यो आँपको मकै पनि छ भन्दै हुनुहुन्छ है। खाँदैछन् यिनले। वाह। बन्दा हामीले हेर्न सकिन्छ है। उहाँको अर्ग्यानिक बन्दा बिहानको घामसँगै भनेर एउटा फिस्टेको नाम के थियो कुन्नी? बन्दा एकदमै अर्ग्यानिक बन्दा। हाम्रो माली भित्र हुनुहुन्छ है यो फुलको लगाउनेमा। डे 1 भ्लग हो। हामीले यसरी नै इलेक्सन सम्मको नतिजा हामीले दिइरहेका छौँ। किप ट्युन विथ अस। हाम्रो मम्मी। हजुर बाबा